सम्पूर्णलाई नमस्कार। यहाँ चाहिँ खोला चाहिँ हेर्दा चाहिँ सानो सानो छ, तर यो खोलाको नाम के अरे? दुधपानी खोला। दुधपानी खोला। यो चाहिँ मदन भण्डारी हाइवे। हजुर, मदन भण्डारी। यो चाहिँ कोशी चतरा पुल छेउमा पर्छ। यहाँ हेर्दा चाहिँ सानो छ, तर यहाँ मान्छे धेरै मरिसक्यो होइन? हजुर, पोरमा त 3 जना। पोर मात्रै 3 जना भयो। धरान 14 होला बाउ छोरीमा। छोरी चाहिँ हैन, छोरीको लास 2 दिनपछि भेट्यो। बुवालाई चाहिँ उहाँ पौडिनु सक्नुहुने रहेछ कोसीमा मिसाएर पनि। कोसीमा तल निक्ल्यो, एउटा बाइक भेटेन, त्यो बुलेट बाइक भेटेन हैन। त्यो भन्दा यहाँ मान्छे उलरेपछि मरेको। यहाँबाट झरे त तल गएपछि जम्मा अहिलेसम्म तपाईले बुझेको चाहिँ कति जना? 4 जना चाहिँ उयो भइसक्यो। 4 जना जस्तो। पहिला एउटा बोलममा यता इटरी कि कहाँको, अहिले 7 जना निकालेको छु यहाँबाट हैन। यहाँबाट गइसकेको मान्छेहरू 7 जना निकालेको छु मैले। 7 जना चाहिँ मैले उद्धार गरेको छु, यहाँबाट निकालेको छु। एउटा इटरीको अनि एउटा अस्ट्रेलिया जाने घाइते भयो। हजुर, घाइते भएर। भनेपछि तपाई यहीँको म यहीँको हो, मेरो घरै त्यही हो, किनकि म देख्छु नि त, मेरो घरै त्यही हो। यहाँ बस्दाखेरि म घरै त्यो हो मेरो, यता आमाको घर छ। तर यो खोला कसरी जान्छ भन्दाखेरि, यो खोला कसरी बग्छ भन्दाखेरि हामी यहाँ झऱ्यो भने खोलाको बहाव हेरेर चाहिँ यताबाट हुन्छ कि यताबाट कहाँबाट सहज पर्छ, त्यहाँबाट हामी गएर चाहिँ उद्धार गर्छौँ क्या, निकाल्छौँ। नमस्कार, ठिक छ। अब यहाँ चाहिँ मान्छे चिप्लेर लड्दो रहेछ बर्खाको टाइममा होइन, मान्छे मर्दो रहेछ। अब धेरै मान्छे मरिसकेको छ, धेरै घाइते भइसकेको छ। अब यसलाई चाहिँ म के भन्छु भने सरकारले यसलाई चाहिँ व्यवस्थित तरिकाले बनाउनु पर्यो क्या। अर्को पुल लगाएर हुन्छ कि या त होम पाइप लगाएर के हुन्छ, त्यो तरिकाले चाहिँ बनाउनु पर्यो। अब हामीले के गर्नु पर्यो भने, अब यो बाटोको कारणले हाम्रो मान्छे मर्यो भने अब हामी रोड विभागलाई मुद्दा लगाउँछौँ है, सरकारलाई हामी मुद्दा लगाउँछौँ। अब छोड्दिन, अब जनता चाहिँ बाटो हुनु पर्यो है। सालै पछि सालै पछि मान्छे मरिरहेछ नि त। रातिको टाइममा लाइटिङ पनि गर्नु, किनकि थाहा हुँदैन नि त मान्छेलाई। हामीलाई यहाँकोलाई थाहा हुन्छ, बाहिरको मान्छेलाई त थाहा हुँदैन यो खोला कसरी आएको छ भनेर। यहाँ चाहिँ अलिकति के छ भने चिप्लो पनि छ, यहाँनिर चिप्लो पनि छ, लेउ पनि लाग्छ, बाइकहरू के हुन्छ, ठुल्ठुलो पनि लिएर आउँछ क्या। खरे खोला हो। मैले 7 जना त मैले निकालेको छु। हजुर, पोहोर पनि म उता बसेको थिएन, न त त्यो मान्छेहरू पनि मर्दैन थियो। म यहाँ हुँदाखेरि मैले निकाल्छु क्या, म यहाँबाट घुमेर गएर पनि निकाल्छु। यसको लागि चाहिँ हामीले तपाईँलाई वर्षेनी छैन मान्छेलाई यहाँको तल गएपछि सब त कोसिस हुँदैन। यहाँको स्थानीयसँग अलिकति कोर्डिनेसन गर्यो भने यहाँ खोलाले कस्तो छ, यो खोलाको बाढ कस्तो छ, पानी पर्दा कस्तो हुन्छ, यहाँ अलिक चिप्लो हुन्छ, यस्तो हुन्छ भनेर यहाँको स्थानीयलाई पनि थाहा हुन्छ, थाहा हुँदैन। त्यसैले हामीले यो पालि पनि आउने गत वर्ष साल पनि हामीले यहाँको लागि साधारण केही नभने मान्छे तर्ने एउटा डेली ब्रिज टाइपको अटो सटो चढ्ने, बाइक चढ्नेसम्म भयो भने मान्छे ठुलो गाडी नतर्नु त, ठुलो गाडी त तर्नु त तरिहाल्छ, हेभी गाडी नसक्ने चाहिँ सानो एउटा ब्लेड ब्रिज यहाँबाट त्यहाँसम्म लाउन सकिन्छ। अनि यसको लागि हामी डेलिगेसन पनि जाने कुरो, त्यो काठमाडौँतिर जाने कुरो हाम्रो कुरो चाहिँ भइरहेको छ साथीभाइसँग। अब यहाँ स्थानीयले पनि नसक्ने भयो, अनि नगरले पनि नसक्ने भयो भन्ने कुरो राखिरहेछ।